सरकारले सिंचाई क्षेत्रमा लामो समयदेखि अलपत्र परेका 14 अर्ब 23 करोड रुपैयाँ बराबरका 22वटा रुग्ण ठेक्का रद्द गरेको छ। ठेक्का सम्झौता गरेपछि पनि निर्माण कार्य अघि नबढाई लापरवाही गरेका कारण ती आयोजनाहरू समस्याग्रस्त बनेका थिए, जसका कारण किसानहरूले पाउनुसम्मको दुःख भोगेका थिए। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङको निर्देशनपछि मातहतका कार्यालयहरूले बबई सिंचाईका 6, जनकपुर धाम कार्यालय अन्तर्गतका 15 र सुनकोशी मरिन डाइभर्जनको 1 गरी कुल 22वटा ठेक्का तोडेका हुन्। रद्द गरिएका ठेक्कामध्ये राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्जन आयोजना सबैभन्दा ठूलो हो, जसमा पटेल रमन जेवीसँग 14 अर्ब 8 करोड रुपैयाँको सम्झौता भएको थियो। सिंचाई विभागका अनुसार हालसम्म पहिचान गरिएका 33वटा समस्याग्रस्त ठेक्कामध्ये 22वटा रद्द भइसकेका छन् भने बाँकी ठेक्काको समीक्षा प्रक्रिया अघि बढाइएको छ। कुलमानको उक्त कदमपछि किसानमा ठूलो आशा पलाएको र कामचोर ठेकेदारहरूको रुवाबासी सुरु भएको टिप्पणी हुन थालेको हो।